बोकेर जाने दसिन थाल्दैन Don't miss out on the fun, hit the like button, share the excitement and subscribe to stay connected. Let's make some memories. Hello guys, good morning. आज जेठको सेकेन्ड विक शनिबारको दिन हामी यता अहिले यो काठमाडौँ भ्यालीको दक्षिण पूर्वमा पर्ने यो कोटडाँडा भन्दा अलिकति तल छौँ। यसलाई महन्त गाउँ भन्छ। यहाँले बिहान मस्तसँग यहाँ यता भजनहरू भइरहेको छ। यहाँबाट चाहिँ काठमाडौँको चाहिँ मजाले भ्यू देखिन्छ। तपाईँको चाहिँ 360 भ्यू देखिन्छ हैन। यहाँ पर गयो भने यताबाट चाहिँ आज शनिबारको दिन यसो यहाँसँग चाहिँ बाइकमा आएको, यहाँबाट चाहिँ हाइकमा जाने अलि माथिसँग जाउँ। अब कहाँसँग पुगिन्छ है यता जाउँ। अब माथि चाहिँ यहाँ भएको चाहिँ हाम्रो यो अर्ग्यानिक खानेकुरा काफल हैन, काफल पाक्ने समय हो यो। माथिको हामी चाहिँ काफल पाइन्छ कि भनेर यता आइरहेको। हाइकमा पनि जाउँ, त्यस्तो हिँड्दै पनि जाउँ। सबैर के काफल पाउँछ त? स्योर हो? ल ठिक छ। काफल र ऐसुली खानको लागि दुई दाजुभाइ हामीले खासै हाइकिङ गएको त बोकेको छैनौँ। सबै त रेडी भएर आएछ। म चाहिँ सबैले जाउँ भनेपछि ल लेट्स गो। बिहान सुतिरहेको थिएँ अनि ठ्याक्कै सबैले फोन गरेर दाइ जाउँ, शनिबारको दिन के बसिरहनु घरमा, मर्निङमा जाउँ भनेर आएको। आहा ल पुग्छ त कुकुर। कुकुर छ यसले पायो भने त चौडै निकाल्छ होला। डेन्जर कुकुर रहेछ। यो गाउँघर मे बाटो पनि मजाको छ। के अरे अलपठा औ ल यहाँ अलपठा रहेछ। अब टिप्नु त सकिन्न होला भन्नुपर्छ र है। सोधौँ न मान्छे लाउ त एउटा म टिप्छु एउटा यता म देखाउँ। आजको बिहानको ब्रेकफास्ट सबैलाई रातो रहेछ है। रातो छ, मिठो छ, एकदमै रसिलो। हामी यता माथि जाने हो। यो चाहिँ किवीको बोट। यो चाहिँ किवी पनि मजाले फलिरहेको छ। आलुपर्छ मिठो रहेछ। अहिले अलिकति किन्नु पर्छ यहाँ योबाट फर्किँदाखेरि सोधेर। आलुपर्छ मिठो रहेछ ल। आहा क्या दामी चरा हो। कुन चरा हो यो? लाम्पुचिरे। लाम्पुचिरे हो त्यो? किवीको खेती रहेछ। लाम्पुचिरे क्या खिच्दै थिएँ, भाग्यो यार। लाम्पुचिरे चरा लामपुचुर भएर लाम्पुचिरे भनेको आइज थाहा छैन। सो एकछिनपछि यो देखियो भने फोटो खिचेर गोल गर्नुपर्छ कुन चरा हो भनेर। यो चाहिँ अब डाँडाकाँडामा अब विकास भएको छ। मलाई चाहिँ यो यस्तो गरेको खासै मन पर्दैन। तर बाटो नआइकन अब मानव बस्तीले पनि अलिक सहज गराउनु पर्ने नै हो। सो यहाँ चाहिँ लप्सीको बोट चाहिँ ठुलो।
हामी अलिअलि माथि आइसकेको छौँ। यसबाट काठमाडौँ भ्याली मजाले राम्रोसँग यो दिस साइड तपाईँ ललितपुर पर्छ, यो यताबाट यो सबै काठमाडौँ भयो। एन्ड हियर इज भक्तपुर। अब जाँदैछौँ। अब हिँड्ने बाटो त यस्तो छ, मजाको छ, एकदम हरियो हरियाली। साइडमा तपाईँहरूले चाहिँ आवाज सुनिरहनु भएको छ मेरो बाइकको। यो जङ्गलमा बस्ने चराचुरुङ्गी किरा फट्याङ्ग्रा यस्तो क्या शान्त छ कि यो आवाज सुन्दाखेरि कि मजाको। अहिले के यो हुट 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 गरेर कराएको चाहिँ के हो थाहा भएन। त्यो चरा उडा जस्तो लाग्छ, आकाशमा त्यो देख्दिनँ चिल जस्तो, आवाज चाहिँ त्यस्तो आइरहेको छ। आइडन्ट नो के को। आहा यस्तो यो हरियालीमा एन्ड द पिस। हामी अब जाँदैछौँ। खासमा त हामी हाइकमै भनेर हाइकमै हिँडेको। भेट्यो भने चाहिँ अब काफल नै खाइदिउँ भन्ने कुरामा, काफल पनि अलिअलि छ भने टिपो भनेर हिँडेको। यो बसन्त ऋतुको मौसम भएर उनीहरूलाई कस्तो हरियाली देखेको यो है। ल हामी त हिँड्दा हिँड्दै यो बाटोमा रहेछ काफलको बोट। काफल चाहिँ छन् त अलिअलि छ, सिधाइसकेको रहेछ नि। अब हामी चाहिँ अझ माथि जान्छौँ। सो यहाँ देखेको छ काफल पाकिरहेको छ। बेला त हामी राई समयमै आएछौँ। सो ढिला त भइसकेको रहेनछ, मलाई ढिला भइसकेको जस्तो लागेको थियो होइन। यसो ढिला भएर चाहिँ अलिकति उयो काफलको झुप्पो हेरौँ नि। यिनी झुप्पो छ, यहाँ झुप्पो। बाटैमा भएको धेरै टिपेर खाइसक्छ नि। यो काफल चाहिँ यो काफलको गुवास भनेको चाहिँ पानी जति पऱ्यो नि, पानी परेपछि एकदमै मजा सिद्धिसक्यो। तिमीले सिद्धाएको के हो? तिमीले सिद्धाएको हो? कतातिर पाइज हामीलाई देखो भनिदेऊ त। पखान तिम्रो नाम के हो? विकास। विकास के हो? विकास लो। तिमी कुन स्कुलमा पढ्ने? धाराचौरमा विश्वमित्रमा हो। ए यता काफलबाट कतातिर पाइज हामीलाई देखाइ पनि जानु पऱ्यो एकछिन। यसो खाना पनि रुख चढ्नु पऱ्यो कि? तलतिर पाइन्छ, उता पाइन्छ। हामीसँग जाने हो त? ल ल ल हजुर। आलुबडा किन्ने हो र आलुबडा भन्छ है। आरुको बोट पनि रहेछ। आरुको बोटमा खासै आरुहरू चाहिँ अब यो लोकल आरु सानो आरु रहेछ। हाम्रो यहाँ आलु पखडा चाहिँ यो मौसममा चाहिँ आलु पखडा पाक्ने। सानो बुनुलाई किन नाङ्गै राखिदिएको त? अब लाज हुन्छ नि त। नि नुहाइदिनु लाग्यो र तिमीहरूले? होइन, चिसो लाग्छ नि त। हामी त बिहान नुहाएर आएको नि। लोकल भाले। ओहो मजाले चलिरहेको छ। अब यताबाट गयो भने चाहिँ हेर्नुहोस् है, यताबाट काठमाडौँ भ्याली ओहो छेउबाट देखिन्छ यहाँबाट। अब ल यहाँ चाहिँ नाइटमा आएर क्याम्पिङ गरेर मजाले बस्न पनि हुने ठाउँ रहेछ। हेर्नुहोस् त, वाउ। ल यो यस्तो राम्रो फुल, यो पात चाहिँ मजाले यो हरियो देखेको। फेरि यो निखर पात क्या, यो भर्खरै आएको नयाँ पालो पात भएर हेर्नु न, एमै कमल हरियो छ कि राम्रो। यता बर्खाले चाहिँ यो पोहोरको होला। यो पोहोर चाहिँ एकदमै ठुलो पानी पर्दाखेरि त्यता डाँडाकाँडामा धेरै नै यो भुइँचाइहरू भएको थियो, ल्यान्डस्लाइड्सहरू त्यस्तो छ।
ल हाम्रो भाइ त फेरि आइपुग्यो ल यो भाले चाहिँ कसको हो तिम्रै हो चलेर आएको भाले चाहिँ बेच्न मिल्छ मिल्दैन मिल्दैन आलु पठा मात्रै बेच्ने आलु पठा कतिमा बेच्ने हो 1 किलोको 150 ल अहिले हामी फर्किँदाखेरि आउँछु है त म यहाँ हामी माथिसँग पुगेर आउँछु यहीबाट फर्किने हो अनि त्यो बेला लिउँला है त तिम्रो घर कुन चाहिँ म तिम्रो घरमै आउँछु उता भएको हो तिम्रो बहिनीहरू हो सबैजना तिम्रो बहिनी रुखमा चढ्ने चाहिँ दाइको छोरी भान्जी दुईटा चाहिँ भान्जी सबै यहाँ त कस्तो मजा गरेर न यहाँ त आएर क्याम्पिङ गर्नुपर्ने रहेछ यो ठाउँमा त है तपाईँ क्याम्प गाडेर मजाले चाहिँ यहाँ बोनफायर गरेर मजाले बस्नुपर्ने रहेछ कि आमामामामा खोइ खोइ फेरि फेरि भाइ त हिरो रहेछ यार आमा अब एक हातले पनि गर्दो रहेछ भाइले त ओहो बिहान बिहान इनर्जी धेरै भएको छ भाइले के खाना खाइसक्यो क्या तिमीले यस्तो इनर्जी छ त बिहानै ए त्यही भएर यस्तो इनर्जी हाल्छ त एकचोटि यता गर अगाडि आज हाम्रो काफल देखाउने भाइ काफल चाहिँ मिठै रहेछ काफलले के दियो आलु पखडा अब ठ्याक्कै सिजन भयो नि तपाईँको आलु खानु त यहाँ एउटा पहिरो गएको छ भाइले भनेको यहाँबाट अब ओहो रुख पनि ढलेको छ त मजाले हाम्रो लोकल गाइड मैले त तिम्रो नामै बिर्सेँ नाम भन्दा फेरि मलाई एकचोटि ए विकास कस्तो सजिलो नाम पनि बिर्सेँ होला मैले कहिले गएको बाउ पो यो पहिरो कहिले गएको यो पोहोर हो यो यसपालि त होइन पोहोर गएको पोहोर भीषण पानी परेर चाहिँ गएको पहिरो मृग नि आउँछ त बेलुका बेलुका आउँछ तिमी देखेको छौ मृग बाहेक अरू के आउँछ यता बाघ नि आउँछ स्याल स्याल बाघ स्याल र बाघ पनि आउँछ त चितुवा आउँछ कि बाघ आउँछ ओहो बदल आउँछ कि आउँदैन बदल नै आउँछ होला यता त यो चाहिँ अब यता चाहिँ अब यो जति हामी उता गयौँ यो मानव बस्ती चाहिँ अलिक कम नै छ त्यसै कारणले पनि यहाँ जङ्गल जङ्गलको चाहिँ अलिकति बाहुल्यता छ भनौँ न हामी सानो बेला आउँदाखेरि यो ठाउँमा आउँदाखेरि चाहिँ देख्थ्यौँ बाघै पनि देखेको छु मैले धेरै पहिला यही जङ्गलमा बाघ अब यो स्याल चितुवा भालु चाहिँ देखेको छैन यतिर माथि र फुलचोकीको माथि डाँडातिर चाहिँ छ भन्छन् होइन यतातिर चाहिँ देखेको छैन यो हरियो चाहिँ यस्तो मजाको आएको ल जुगाले मजाले खाइ पनि यहाँ फेरि बाटो नि यस्तो रहेछ ल जहाँ गयो पहिरो पहिरो सबेर आज त पुरै चाहिँ एडभेन्चर हुने भयो नि त बाटै पुरै ब्लक रहेछ अब हाम्रो गाइडले लान्छन् हामीले आज अब विकास भाइले हामीलाई कता लान्छन् अब यो बाटो देखो त कता छ अब ल बाटो खै हाम्रो ल तिमी अगाडि लाग गाइडलाई अगाडि पठाइदिसक्यौँ हामीले यतै हो भाइ अघि लाज मानेर म त जान्न भन्दै थिएँ अब अहिले अगाडि लागेर म पनि आउने हो भनेर दौडिसक्यो तिमी झुन्डेर यो ढलेको यो आमा तिमी बाँसमा पिङ खेल्ने ल यहाँ चाहिँ ऐसेलु त ऐसेलु रहेछ ल ए ऐसेलु कति मजाको रहेछ ल
अहिले हामी यहीबाट फर्किने कि अर्कोबाट फर्किन्छौँ त सबिर? हामी अब यहीबाट फर्किन्छौँ। यही त अहिले आउँदा टिप्नुपर्छ यो ऐसो हेर्दै यहाँ अब यहाँ अब यो ऱ्याप्सबेरी भन्छ क्या अरे ऐसलु काफल खान मन हिँडेको आलु पठाएर ऐसलु त खान पाइयो। लेट्स सी ऐसलु फलेको हेर्नु त ल। अब अझ लाग्छौँ मासतिर। यहाँ हाइकिङ आउँदाखेरि चाहिँ सजिलो के टक्क डाइट पनि मजाले बोटमा मजाले पाकेर बसेको हुन्छ। टक्क टिप्यो खायो मर्निङको ब्रेकफास्ट ऐसेलु ऐसेलुको रस अलि खाइसकेपछि अब अगाडि बढ्दै ठाउँ चाहिँ खुल्ला खुल्ला ठाउँ छ। बेला बेलामा के रहेछ त पहिरो हो कि ओहो माइ गड ल हेर्नुहोस् त यहाँबाट यहाँ तलतिर बगेको रहेछ। फ्रेन्ड्स है त यही नै हो ठ्याक्कै बुद्ध इयर क्र्यास भएको एक्ज्याक्ट ठाउँ यहाँ बारेर राखेको छ अहिले त बुद्ध। सो आई थिङ्क 65 मा और 68 मा हो। दिस इज द राइट प्लेस। म त्यो बेला चाहिँ यहाँ पुरानो ह्यान्डिक्याम थियो मसँग, म त्यो बोकेर आएको थिएँ ठ्याक्कै एक्ज्याक्टली यही ठाउँमा हो। प्लेन खसेर यतापट्टि यहाँ माथिपट्टि अलिकति थियो, यतापट्टि चौर कता प्लेन खसेको हो। यता माथि चौर छ कि त्यो चौरमा ल्यान्ड गर्न कस्तो देखिएको थियो। लाकोरी भन्ज्याङ उतादेखि चाहिँ फ्युल खसालेर आएको भन्ने चाहिँ त्यहाँको स्थानीयहरूले भन्थे। बिहानको करिब 7:30 पौने 8 बजीतिर हो, ठ्याक्कै यिनै होला। सो हाम्रो भाइ अगाडिपट्टि हाम्रो सबिर गाइड, पछाडिपट्टि हाम्रो विकास भाइ गाइड, यतापट्टि पहिरो गएको छ नि। यो पोहोर हो क्या सबै गर्ने बित्तिकै गरेको नि पोहोरको पानीले त यस्तो ठुलो पानी आएको। ठुलो पानी आयो सबै जान्छ यो पनि। ए ल काफलबाट त्यहाँनिर रहेछ ल। ए माथिन्छ ल। अब यहाँ त्यहाँ त चढ्नै गाह्रो छ यो अर्कोमा त। तिमी त सकिहाल्छौ नि, हामी पनि चढ्नु पऱ्यो नि। हामी त सजिलो रुख चढ्ने हो भाइ। म चढ्नु सक्छु। जङ्गलको बिचमा हेर्नुहोस् त्यस्तो कुन चरा करायो? मारेर खान्छौ? यो भाइ त डेन्जर रहेछ यार। मान्छेले भन्छ नि नेचर नै हो आर्टिस्ट भन्नेकोलाई। हेर्नुहोस् नेचर क्रिएट्स द बेस्ट आर्ट। समटाइम्स यसरी बिगार्छ पनि। लुक एट दिस। यो ओहो मलाई त शङ्का लाग्यो सबैले काफल भनेर मलाई चाहिँ यो के अरे चिलाउने खुवाउनु दिन्छ क्या। बाघको न आयो त के खाएको? ए हाम्रो भाइ त म बाघ कराउनु लागि छ। हेर्नु यो यो नेचरमा आइसकेपछि नेचरल एक्सपेक्ट गर्नुपर्छ। सो यो कुन चरा कराइरहेको छ साइडमा हेर्नुहोस् न। चरा तिमीले अड्डा भने ढड्डामा लान्छौ क्या यार। मलाई तिम्रो काबिलियत माथि शङ्का हुन थाल्यो है सबिर। काफल भनेर सल्लाहको बोट मैले ओचाउ तिमी यार भन्ने कि मैले जिस्काएको मात्र हो। यो जङ्गलमा काफल बोट चाहिँ भरि भराउ छ होइन। हामी चाहिँ अलिकति अप्ठ्यारो बाटो नहिँडेर मात्र हो। अघि नै हामीले देखेको 2-4वटा बोट तल्लो बाटोमा। ए भाइ नगर नि त्यस्तो।
लाग्यो भने आफ्नो टाउकोमा आमा जङ्गलको भिडमा यो एकदम भिरालो जग्गामा आइपुग्यो। सो यतापट्टि काफल बोट भन्दा पनि यतापट्टि धेरै चाहिँ यो उसकै बोट रहेछ। यहाँ जुगा लागिसक्यो, कत्रो जुगा लागिसक्यो मलाई यहाँ तिमीले गर्दै आइस। ओहो फालिदिइहालेँ मैले। यता बनाएको जङ्गल छ, जान्ने घना जङ्गलमा त हो नि, त्यो बोटमा जाने। सबैले त मलाई कता लाने हो। लेट्स गो। ओहो जङ्गलाएर बक्सिङ खेले भाइले बल। लो ओहो ल ल ओहो विकास भाइ मात्र। ओहो विकास फेरि विकास गुडेर जाला फेरि विकासै गुडेर तलतिर जाला फेरि। ए सबैले कहाँ ल्यायो यार तिमीले? यो त बाँदर लड्ने भिड छ त यार। दौड दौडी ल आज लेगको एक्सर्साइज हुन्छ। यो त पुरै बाँदर पनि आयो भने चिप्लिने यार भिड जस्तो यार। चढ चढ कहाँ छ खोइ हेरौँ। काफलको बोटै यार, बोट त बोट छ मजाले तर चाहिँ काफल चाहिँ छैन। फेरि भिड कस्तो छ ल के रे भाइ? म त उक्ने छैन, मलाई बोक्नु पर्ला जस्तो तिमीले। बिस्तारै 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 हिँड्नु, बिस्तारै गाह्रो छ। ओहो ए त्यसलाई अब हामीले ब्यागमा हालेर बोकेर जाने, डस्टबिनमा फाल्दिने। फाल्ने मान्छेले खोज्नु जानु पर्यो हामी। काफलबाट यही छ हेर्नु नि, फले खा टिउनु पर्छ। हो हो काफल हेर्नु फले। ऊ यहाँ हेर्नु फले, उहाँ हेर्नु। यहाँ तिनवटा बोट छ, कुन चाहिँ बोट भने तिमीले? यो कि यो यो सबै रहेछ। बुखमै मुख लगाएर खानु न। ओहो तर्सेर भयो मलाई। ओहो आजको हाइकको चाहिँ उपलब्धि। कविरको लागि ल चिप्ली लगाइसक्यो यहाँ। धेरै त पाएन, थोरै अलिअलि यहाँ छ। अब यहाँ एउटा बोट रहेछ, यो बोटमा रहेछ भने चाहिँ यो त बोट चढ्यो भने त माथि माथि हुन्छ। यो बोटमा त ठुलो बोटमा अब अघि नैको उता जानु मात्र भयो। बोट सानो सानो बोट माथि माथि मात्र रहेछ, रुख चढ्न सकिएन भिरमा। अब यो बोटमा छ मजाले, यो बोटमा टिप्ने ल। अनि भात खानु परेन? भात खानु परेन? भात आज शनिबार 12 बजी खायो भने ए अब खाएर अब स्कुल जुगा अलिकति नुन ल्याएर त नान्छ सबै नान्नुपर्छ। ल है ल, म त चढ्न सकिनँ, भाइलाई चढाएको छु मैले। हुन्छ झर्छ र? ओहो ए अब यो काफल रुख चढेको हातले फोहोर छ। त्यहाँ अरू चाहिँ झोलामा राखेको छ, यो थोरै यता राखेको छ। यो काफल चाहिँ टक्क खाने हो, टक्क लागेर मजाले खानुपर्छ। यही हो अब यहाँबाट चाहिँ अब बिस्तारै हामी तल लाग्छौँ। एकदमै घना जङ्गलमा गयो, अप्ठ्यारो बाटो पनि गयो, हिँडेर नै आयो है।
यहाँबाट बिस्तारै लाग्ने अब आलु पराठा अलिअलि खाने यहाँबाट लाग्ने र आजको भिडियोलाई अब यही नै अन्त्य गर्ने र यहाँबाट उतातिर अब अलि तल गएर हाम्रो बाइक छ तल र हामी बाइकमा जान्छौँ घरतिर लाग्छौँ यति नै हो ल गाइज इन्जोय ह्याभ फन ह्याभ अ गुड स्याटरडे बाई बाई के भनेको ओके भोलि पर्सि आउँछु आजलाई बिदा मागे है त बाई बाई ल अब यहाँबाट हाम्रो गाइड भाइलाई पनि बाई बाई गरेर अब यहाँबाट हामी पनि बिस्तारै सबतिर लाग्दैछौँ र आजको भिडियोलाई अब यही नै अन्त्य गर्ने सटरडे मर्निङ आज रमाइलो भयो यो प्रकृतिसँग नजिक आएर बस्न आउँदा यो हाइकमा आउँदाखेरि यो हरियाली ठाउँ देख्दाखेरि मजा रमाइलो पनि भयो अलिकति चाहिँ यो जुगा त धेरै लाग्यो जुगा चाहिँ लाग्दा यहाँ पेटसँग आइपुग्छ जुगाले चाहिँ अलिकति दुःख दियो काफल त्यस्तो भने जस्तो चाहिँ बोटहरू चाहिँ रहेछ अलि हरियाली चाहिँ पाकिसकेको पनि रहेनछ अब के यो पाकेको झरेको हो कि खाएर सिद्धिसकेको कि थाहा भएन अलिकति वाइल्ड ठाउँमा त गएर हेर्दा पनि खासै त्यहाँ पनि देखा परेन अब यो आजको भिडियोले यहीँ अन्त्य गरेर हजुरसँग मैले बिदा माग्न चाहन्छु हस् त सी यू अन द नेक्स्ट ब्लग बाई बाई सबिर केही भनिदियो त मेरो भिडियोको लागि यस्तो भिडियोहरूलाई हामीलाई भिडियोमा यस्तो भिडियो हेर्नलाई चाहिँ भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु आगामी दिनमा योभन्दा राम्रो इन्टरटेनमेन्टहरू एकदम गाउँको एकदम बारेमा हामी सबै कुरा देखाउँछौँ काफल खान्छौँ गीत काफल खा या के कुया गीत त्यो गीत गाइदियो नि तिमीलाई आउँछ कि मलाई काफल खान या कुइया सिसा कि जुनकेरी मलाई त गीत त्यहाँबाट आउँछ हेर्नुहोस् त गाईको मृग मजाले चलिरहेको छ काफल खाना आउने क्रममा यता पनि छ कुन चाहिँ यता पनि छ यहाँ पनि छ यो चाहिँ यहाँ त ठुलो रहेछ त पछाडि चाहिँ त्यो बच्चा रहेछ है दुईटा मृग एउटा यता यता हामीलाई त्यसले हेर्दैछ क्या हामीलाई डराउँदा किन डराउनु र यतापट्टि बच्चा रहेछ यो माउ होला कि हेर्दैछ कि मृग जङ्गल छिरियो अब ए हो कुन चाहिँ त्यो शिर भएको चाहिँ पोथी भाले ए यो पछाडि यो त्यो काठको ठोको बाहिर लुकिन्छ पोथी लप्पर छ Hello everyone, welcome to the world of Bird Eye Creation. Don't miss out on the fun, hit the like button, share the excitement and subscribe to stay connected. Let's make some memories.